छोरी के भयो निराश भयो त बुवा जसलाई भेटेर हजुरले नै मलाई माफ गरिदिनुहोस् तर म तपाईँहरूदेखि टाढा भएर बाँच्न सक्दिनँ जे गल्ती गर्नु नहुने गरिहालिस् साँच्चै नै जातीय कुराहरूमा चाहिँ अब हाम्रो नेपाल समाजमा हेर्ने भने पहिलादेखि नै अझै पनि क्रिस्चियनको कति कुरामा हेर्दाखेरि चाहिँ त्यस्तै कुराहरू निस्किन्छ तर पनि जसरी फिल्ममा देखाए जस्तै अन्तर्जातीय विवाह चाहिँ अहिले हाम्रो मण्डलीहरूमा चाहिँ धेरै वृद्धि भएको छ त्योभित्र म पनि पर्छु किनकि म चाहिँ एक श्रेष्ठ परिवार कुल खानदानको भए तापनि अनि मेरो श्रीमती चाहिँ तमाङ्गी हो अनि यदि म क्रिस्चियन नभएको भए अनि हाम्रो परिवार क्रिस्चियन नभएको भए चाहिँ त्यो कुरा सम्भव थिएन अनि योभन्दा 4 वर्ष अगाडि चाहिँ ती कुरामा घरमा कति कुराहरू मिलिरहेको थिएन दाइहरूले बुवाहरूले हुँदैन भन्ने कुराहरू भइरहेको थियो तर पनि हामीले चाहिँ प्रार्थना गर्न छाडेनौँ अनि निरन्तर प्रार्थनामा रहेर जसरी हामीले देख्न सक्छौँ अनि प्रार्थना अनि जसरी परमेश्वरको वचनमा रहेर चाहिँ हामी हिँड्यौँ भने चाहिँ ती कुराहरू चाहिँ सम्भव हुन्छ भन्ने कुराहरू हामीले देख्यौँ त्यस्तै मेरो जीवनमा पनि त्यस्तै भएको थियो र ती सबै कुराहरू प्रार्थना सहित गर्दा चाहिँ 6 वर्ष 7 वर्षपछि चाहिँ मेरो यसपालि बिहे भएको छ परमेश्वरलाई महिमा भएको होस् र त्यसै गरी तपाईँहरू पनि धेरैजना हुनुहुन्छ बिहे गर्न उमेर पुग्नु भएको दाजुभाइ त दिदीबहिनीहरू हुनुहुन्छ यसकारण जसरी फिल्ममा देखाए जस्तै त्यो कुराहरू चाहिँ आज हामीले आफ्नो व्यक्तिगत रूपमा हाम्रो हृदयलाई परिवर्तन परमेश्वरको वचनमा रहेर चाहिँ हामीले गर्नुपर्छ किनभने उनीहरूले भागेर पनि गर्न सक्थ्यो बिहे उनीहरूको मन मिलेको थियो परिवार नमिले तापनि उनीहरूको मन मिले त भागेर पनि गर्न सक्थ्यो तर परमेश्वरको वचनमा रहेर अनि परमेश्वरको वचनलाई आधारित भएर प्रार्थना गरेर धैर्यता साथ परमेश्वर रहेको कारण चाहिँ ती सबै कुराहरू सम्भव हुन गएको छ यसकारण तपाईँहरूलाई पनि यस फिल्मबाट अनि यस छोटो मुभीबाट उत्साह मिलेको छ भन्ने म आशा गर्छु मैले चाहिँ फिल्म हेर्दै गर्दा अनि मेरो चाहिँ जस्तै हामी मण्डली परिवार भयौँ अनि परमेश्वरले चाहिँ मण्डली परिवारलाई एक मनको भयो अनि परिवार भनेर हामीले भनिन्छ अनि जब परमेश्वरले हामीलाई बनाउनु भयो उहाँको स्वरूपमा बनाउनु भयो अनि उहाँकै सन्तान भन्नुभएको छ त्यो वचन हेर्दै गर्दा हामी सबैले त्यो हृदय बनाइकन परमेश्वरकै छोराछोरी हो भनेपछि हामी सबै उहाँकै छोराछोरी हो नि त्यही भएर त्यो एक मनको हुनुपर्छ र हामी परिवार हौँ भनेर मात्रै हो कि जीवनमा नि हामी गर्नुपर्छ फिल्म एकदमै चुनौतीपूर्ण थियो अनि यो चाहिँ अनि मण्डलीमा प्रत्येक मण्डलीमा सायद यो हेर्नै पर्छ होला अब किनभने अब विवाहको कुरा आउँदा अनि जातकै कुरा आउँछ अनि जातले गर्दा नै अनि कतिजनाले अब त्यो आफ्नो मायालाई मार्नुपर्ने हुन्छ होइन अनि परमेश्वरप्रतिको झन् त्यो प्रेम पनि तितो भएर जान्छ क्या अब बाबुआमाले जातको कारणले हाम्रो प्रेमलाई त्यो के अरे एक्सेप्ट नै गर्नु भएको छैन भन्ने कुरा जब त्यो पर्छ नि अनि त्यसपछि येशू ख्रीष्टको माया के प्रभुले गर्नुभएको माया के भन्ने कुरामा चाहिँ अनि त्यो खालको इमेज पर्न जान्छ त्यस कारणले युवाहरू अनि युवा पुस्ताहरू चाहिँ अनि परमेश्वरको प्रेमलाई बुझ्नदेखि टाढा टाढा भइराखेको कुराहरू हामी पाइराखेका छौँ त्यस कारण यो एकदमै चुनौतीपूर्ण फिल्म थियो अनि यहाँहरू जो जति बिहे गर्नुभएको छैन अनि तपाईँहरू पनि यही सजेस्ट गर्न चाहन्छु तपाईँहरूको विवाह चाहिँ आदरणीय हुनुपर्छ अनि बाइबल अनुसार पवित्र हुनुपर्छ र पास्टर बुवा पास्टर आमा घर परिवार अनि त्यो सबैजनाको एउटा राय सल्लाहमा चाहिँ तपाईँहरू विवाहमा बाँधिनुपर्छ है अहिले त कस्तो ट्रेन आएको छ भने अब परमेश्वरको अनुग्रहलाई चाहिँ हल्का लिइराखेको छ अनि अब हामी त परदेशमा छौँ अनि परदेशमा भएको कारणले कति कुरा अब घरमा थाहा छैन होइन अनि अब मैले देखेको कुराहरू पनि छ त्यो कुराहरू होइन अनि यतातिर बसिराख्ने अनि केही समयपछि अब मण्डलीमा आउने अनि मण्डलीमा क्षमा माग्ने अनि क्षमाको त्यो प्रार्थना गर्ने
अनि भइहाल्यो नि भन्ने खालको त्यो खालको इमेजमा चाहिँ पसिराखेको छ। अनि त्यो चाहिँ एकदमै गलत छ। अब हुन त अब मण्डलीले त्यो कुराहरूलाई अब तिमी नाउ, तिमी यो गरिसक्यो, गल्ती गरिसक्यो, तिमी नाउ भन्न त सकिँदैन। तर पनि हामी कति आदर गर्छौँ परमेश्वरलाई भन्ने कुरा चाहिँ अनि त्यो कुराले महत्त्वपूर्ण लाग्दछ। अनि यस कारणले म तपाईँहरूको विवाह गर्नुभएको छैन अनि तपाईँहरूको विवाह चाहिँ आदरणीय हुनुपर्छ अनि उदाहरणीय हुनुपर्छ। आमेन। हुन्छ, म यही कुरा विश गर्न चाहन्छु तपाईँहरूलाई। मुभीबाट के शिक्षा सिकिन्छ दाइ यसो भनिदिनुहोस् कमेन्ट्स। आजको मुभीबाट चाहिँ अब भन्नुपर्दाखेरि त अब धेरै कुराहरू छन् यहाँनिर। अब किनभने हाम्रो नेपाल देशमा चाहिँ अहिले पनि छ, विशेष गरेर छुवाछुतको यो विभेदको कुराहरू छन् होइन। अहिले कतिपय विकट हाम्रो नेपालमा पश्चिम नेपालतिर यो कुराहरू भइरहेको छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ त्यहाँनिर अब मण्डलीभित्रमा एउटा पवित्र विवाहमा पनि खलबल आइराखेको कुरा हो। तर पनि अझै 50-60% त्यस्तै छन्। अनि त्यो कुरालाई चिर्नु फाड्नुको लागि चाहिँ परमेश्वरको कृपा नै आउनुपर्छ। र त्यहाँनिर यो जाति विभेदको कारणले गर्दाखेरि एउटा पवित्र विवाहमा खलबल आएको, लास्टमा गएर पवित्र विवाह सफल भएर नै छाड्यो। त्यो चाहिँ परमेश्वरको वचनको कारणले हो। पनि अब म पनि आह्वान गर्न चाहन्छु, नेपाली मण्डलीहरूले चाहिँ यो छोटो समय निकालेर हेर्नु भए अति नै राम्रो हुनेछ र मण्डलीमा जवान जवानीहरू अनि मण्डली परिवार आशिषित बन्न सम्पूर्ण यो के भन्छ छुटकारा टिमलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हस्, थ्याङ्क यू दाजु। हस्, हजुर अमूल्य शब्द दिनुभयो, यसको लागि धेरै धन्यवाद। जयमसी भाइ, यहाँलाई कस्तो लाग्यो आजको छुटकारा चलचित्र? के भन्न चाहनुहुन्छ छोटो रूपमा बताइदिनुहोस् न। छुटकाराको विषयमा त अब मैले बोल्न त खासै पर्दैन, किनभने सबै चलचित्रले नै बताइरहेको छ होइन। हजुर। अनि विशेष त अब यो अब एउटा विवाह सम्बन्धी, अब चर्चको विवाह सम्बन्धीमा क्रिस्चियनहरूमा कस्तो भित्र पनि कस्तो भेदभादहरू हुने कुराहरूको देखाएको मैले बुझेअनुसार होइन। अनि त्यसपछि अब यो क्रिस्चियनहरूमा अब यस्तो भेदभादको विषयहरू नउठोस् कुरा गर्छु भने सम्पूर्ण मण्डलीले पनि एकचोटि यो फिल्मलाई हेरिदिनु हुन भनेर म अनुरोध गर्दछु। हस् भाइ, धन्यवाद यहाँको शब्दको लागि। जयमसी। अनि धेरै धेरै धन्यवाद। छुटकारा चलचित्र हामीले भर्खरै हेरेर निस्किसक्यौँ। अनि छुटकारा चलचित्रले जुन सन्देश दिन खोजेको छ नेपाली इसाई जगतमा अनि मण्डलीमा भएका विकृतिहरूलाई, मण्डलीमा जुन जति बेला विवाहको कुराहरू आउँछ अनि त्यति बेला चाहिँ जातीय कुराहरू आउने धेरै समस्याहरू देखिएको कारणले गर्दाखेरि यो गहन विषयलाई लिएर यो छुटकारा निर्माण गर्नुभएको छ। यो चलचित्रबाट हामी निकै नै आशिषित महसुस गरी बसेका छौँ। अनि हामीले उत्साह दिन चाहन्छौँ, धेरै मण्डलीले हेर्नुपर्ने चलचित्र रहेछ। अनि छुटकारा चलचित्र निर्माणलाई हामी धेरै धेरै बेस्ट विसेस भन्न चाहन्छौँ। एकदमै राम्रो मुभी छ, यो चाहिँ रिकमेन्ड गर्न चाहन्छु। यो चलचित्र हेर्नुहोस्।